सम्वाद नम्बर 7। हेलो हजुर हजुर हेलो ए हजुर नारायण सर हजुर हजुर कहाँ हो म रेलवे मन्त्रालयमा छु मन्त्रालयमै हो भइहाल्छ काम भए छैन भने भ्याउँदैन कि भ्याउँदैन के गर्ने कस्तो समस्या भन्नुहोस् त भए छैन म आउँछु पछिसम्म आउँछु कहिले आज भरेसम्म आउँछु भने आज भरेसम्म आउँछु भने आज आज आजपछि भोलि त काम हुन्छ आउनुहोस् न बसेर ल उतैतिर आउनुहोस् न ल सम्वाद नम्बर 8। हेलो ए सही हो हजुर हजुर म नारायणले बोलेको के भयो हजुर हजुर के भयो आज हुन्छ काम अब के हुन्छ सर होइन अब त्यही त पैसा नपुगेर हेर्नु न के भन्ने यस्तो टेन्सनै भएर कामले ओहो यो आज तपाईँको बुधबारसम्म बन्द छ बुधबारसम्म बन्द छ बुढो जिल्लातिर जाने हुन्छ फेरि हुन्छ फेरि तपाईँको 10-15 दिन तपाईँको काम भइहाल्छ त्यही त समस्या भयो अब के गर्ने भन्नुहोस् त अब यो अचुमैबाट अप्ठ्यारो लागिरहेको छ मलाई पनि है उतातिर भनेको उनीहरू पनि हुनुहुन्छ पनि वास्तवमा हामी पनि एउटा धानदिनी मान्छे मैले पनि त्यसरी पैसा देऊ भन्न अलिक गाह्रै मानिरहेको छु भएछ मैले मेरो तर्फबाट भयो भने हालिदिन्छु भन्ने सोचिरहेको थिएँ है अब यो धर्मले मानवीय धर्मले पनि पैसा देऊ भन्नु मिल्दैन बिचरा उही जग्गाको बारेमा उही पनि पैसा पाइरहेको छ नि त त्यसमा पनि पैसा देऊ भन्नु बडा अप्ठ्यारो लागिरहेको छ मलाई पनि कतिसम्म भएको व्यवस्था मैले त हिजो भन्छु नि तपाईँलाई अब के भन्ने अब यस्तो स्थिति भइने आइसक्यो कि भन्यो भने यो जग्गाको पैसा खाने ठाउँ पनि होइन कि होइन यो त भन्नुहोस् न अब कुनै ठेका होइन पट्टा होइन कुनै बडुवा होइन सरुवा होइन बिचरा दुखित जनताहरूको क्षतिपूर्तिको पैसाको बारेमा यस्तो लफडा हुनु भनेको अहिलेसम्म कहीँ केही पनि भएको छैन मैले यति काम गरेँ हेर्नुहोस् अहिलेसम्म कहीँ कुनै मन्त्रालयमा कति काम गरेँ हामी चाहिँ धानदेखि मान्छे अब होइन क्षेत्रहरू समयअनुसार निर्वाचनमा उठ्यौँ कमै मलले हारियो त्यस्तो भएको मान्छे अब अहिलेसम्म मैले त्यसरी पैसा कसाएर भनेको थिएँ मलाई यति धर्म सङ्कट परिरहेको थियो कि भन्ने हेलो सुन्नु न त्यो बुढाले फोन गरेको थियो कि त्यो दगे बुढाले सर मतलब यता तपाईँ उताको म इमान्दार मान्छे तपाईँ देखाइदिनुहोस् म तपाईँले पैसा निस्किन्छ म पैसा पछाडि व्यवस्था गरेर म पठाउँछु होइन त्यो भन्ने थियो गुरुले जे हुन्छ त्यो व्यवस्था गरेर हामी पठाउँछु होइन अस्ति नै भन्नुभएको थियो त्यो दिनदेखि हामी कुरै गरेनौँ तपाईँसँग कति व्यवस्था गर्छ त्यही त मसँग भने नि हिजो भने त्यही 1.5 लाख रुपियाँ कति भए छ त्यही त ओहो एउटा कुरा गर्नुहोस् तपाईँ एउटा कुरा गर्नुहोस् तपाईँ ग्यास लिएर तपाईँ यो खरे चोक अहिले आउन सक्नुहुन्छ खरे चोक यहाँ पेप्सी खोला आज नि अब के गर्नु त फेरि हामीले 8-10 दिन अगाडि तपाईँको छाइको लफडा लागिहाल्छ अब म बनाइदिन्छु पछाडि व्यवस्था गरिदिनु होला ल म एकछिन गर्छु है त पछाडि अरू जति बाँकी चाहिँ पछाडि व्यवस्था गरेर तपाईँहरूको माथिमा दिनुपर्छ पछाडि नै व्यवस्था गरिदिनु होला ल हुन्छ अहिले आउनुहोस् न फेरि निस्किहाल्छु फेरि अहिले तपाईँ पेप्सी खोलामा गोर्खा टाढ छ गोर्खा टाढमा खरे चोक छ जानु खरे चोकमा आएर मलाई फोन गर्नुहोस् न ल आउनुहोस् छिटो सम्वाद नम्बर 9। जिल्ला जान्छ मन्त्रीजी हजुर जिल्ला जानुहुन्छ आएर मन्त्रीजी 11 बजेतिर मन्त्रालय आएर मन्त्रालय आएर 11 बजेतिर जिल्ला जानुहुन्छ के गर्नुहुन्छ तपाईँ आज गराउनुहुन्छ काम आउँछु म आज 11:30 बजीतिर आउँछु 11:30 बजेभन्दा पहिला आउनुपर्छ सुन्नुहोस् न त यत्रो अहिले तपाईँ आउनु सक्नुहुन्छ अहिले टिचिङमा बिरामी छन् कि त्यस अब अपरेसन भइरहेको छ त्यसमै छु ए त्यसो भए आज करिब 11 बजेभन्दा पहिला आउनुपर्छ ल प्रयास गर्छु अगाडि नै गर्न सक्छु आउँछु के आज काम गराउनु सक्नुहुन्छ त्यही त अब त्यहाँ आएर गरौँला है म आउँछु लिएर आउँछु हुन्छ मन्त्रालयमा यति दिनमा गइदिउँ यतै डेढतिर आयो भने हुन्थ्यो हजुर यतै डेढतिर आयो हुन्थ्यो अहिले हुन्छ त्यही नै टिचिङमा उ गरिरहेको छौँ बिरामी अपरेसन भइरहेको छ मान्छे छैन अर्को के गर्ने ए ल त 11 बजे आउनुहोस् हाम्रो कुरा .com मा प्राप्त सम्वाद नम्बर 10।
भोलि 10 बजे 10:30 बजे मन्त्रालय जान्छु फेरि त्यहाँबाट निस्किहाल्छु कहिले भोलि भोलि 10:30 बजे भोलि 10:30 बजे त्यहाँ मन्त्रालय जान्छु अनि त्यहाँबाट तुरन्तै निस्किन्छु फेरि आधै घन्टा पौन घन्टा मात्रै बस्छु त्यहाँ काम छ किनभने 2-3 दिन 4 दिन त केही काम हुँदैन किनभने चाइनाको र जापानको मन्त्रीहरू आएछ क्या अनि त्यसपछि फेरि सरुवात उठ्छ एकदम गजम गुजुम भइसक्यो भोलि तपाईँ आउनुहुन्छ म भोलि आउँछु 10 बजे आउँदा नि त ल भोलि रेडी भएर आउनुहोस् ल हाम्रा कुरा .com-लाई प्राप्त सम्मान नम्बर 11 हजुर त्यतिबाट भन्नु दिनु न ल हुन्छ त हुन्छ हाम्रा कुरा .com-लाई प्राप्त सम्मान नम्बर 12 हेलो आज म जिल्ला फर्केर आइसकेँ मन्त्रालयमा छु आउनुहुन्छ कति बेलासम्म बस्नुहुन्छ मन्त्रालयमा म अब शुक्रबार हो आज अहिले भर्खर आएँ भर्खर हो ल आउनुहुन्छ हेरौँ अब के हुन्छ म आउँछु मान्छे बोलाइरहेको छु त्यो मान्छे होइन आउँछ आएपछि म आउँछु तपाईँ र हाम्रा कुरा .com-लाई प्राप्त सम्मान नम्बर 13 फेरि नखामा छ अब हजुर चाहिने मेरो बदनामी गर्नु मेरो प्रतिष्ठा मेरो पनि छ नि अब सबैको बालबच्चा छ 2 पैसा चाहियो म परस हजुरलाई भने प्रष्टै भने मतलब म फुल मन्त्रीलाई म भने यस्तो छ कवि मुजी आजकल जमानामा त चिया खाएर महिलाको पैसा मान्छे फालिदिन्छ यो पुरै ठुलो पिएलाई त त्यतिकै लोक मान्छेहरू हामी मन्त्री मान्छेले पिएलाई त अब पिएले त्यत्रो रकम मागेको छैन अहिले त्यसपछि यस्तो गुनासो गरेर फाइलले फिर्ता गरिदिनुहोस् मेरो मन्त्रीजी त्यसै फाइल फिर्ता गर्न थालेको म फाइल रोकेर राखेको छु कसम भन्छु ल भगवान् कसम फाइल रोकेर म राखेको छु मेरो मन्त्रीजी हिजो तपाईँ भन्नुभयो हिजो फर्केर मन्त्री भन्नुभयो अनि फाइल निकालेर ल फाइल फिर्ता गरिदिन्छु होइन म 2 दिन छोडिदिनुहोस् फाइलमा फिर्ता गर्ने एक दिन 2 दिन पर्छौँ त्यसपछि के हुन्छ त्यसपछि तपाईँले फोन गर्नुभयो म कुरा बुझेन अब तपाईँ जस्तो मान्छे मैले तपाईँले म बदनामी गर्छु मैले तपाईँ बदनामी गर्नुहुन्छ त्यो राम्रो कुरा भएन नि सायद भएन भने ठिकै छ मैले पनि उनीहरूले त्यस्तै भने कि मलाई पनि अब के गर्ने म अप्ठ्यारो भइहाल्यो सुन्नुहोस् न एउटा कुरा मानिलिनुहोस् म कस्तो मान्छे छु तपाईँलाई थाहा छैन होइन मेरो स्वभावले तपाईँ यो ठाउँको मान्छे थाहा छैन मानिलिनुहोस् म साथ गर्नेवाला मान्छे मेरो जिल्लाको साथी मेरो पार्टीको जति मन्त्री छ मसँग सबैको अवगत छ म चाहेपछि हिजो नै फाइल ब्याग गर्नेवाला थिएँ हिजो ब्याग गरेर फाइल रद्द हुन्थ्यो भने तपाईँलाई बाँकी कुराहरूमा लडाइँ लाग्थ्यो झगडा लाग्थ्यो यस्तै भयो योभन्दा पहिला एउटा फाइलमा एकदम बर्खा पञ्चायती भयो झगडा भयो जुन मान्छे मिडिएटर तपाईँ जति मिडिएटर थियो त्यो मान्छेले यताउति गर्दैन त्यो मान्छे आयो के भयो त्यो फाइलमा यस्तो कुरा भयो त्यसपछि हामी फाइल फिर्ता गरिदियो अब मैले फाइल फिर्ता गरिदिन्छ हामी 2-4-5-6 दिन तपाईँको लक्किहाल्छ अब यो नयाँ सचिव आएछ अब म के सोचेँ भनेदेखि यो नयाँ सचिव हो त्योभन्दा पहिलाको सचिवको फाइल थियो यो फाइल डाकबाट यो सचिव पनि यो क्याच गर्छ यो फाइललाई फेरि उनीहरू त्यहाँ गाह्रोमा पर्छ त्यसोले म फिर्ता आउनु दिएन हिजो दिन तपाईँ जुन बेला मन्त्रीजीले भन्नुभयो मन्त्रीजी फर्केर आउनुभयो त्यसपछि मलाई फाइल माग्नु मलाई फाइललाई फिर्ता गरिदिन्छु अनि म फिर्ता आउन दिएन भगवान् कसम भन्छु ल हजुर ठिकै छ नारायणजी अब त्यही त उनीहरूले पनि हिजो फोन गरेर म त्यहाँबाट आइसकेपछि यो त अहिले प्लेन पनि चलिरहेको छैन कि मुगुमा हजुर बाजुराबाट भएर आएछ होइन बाजुराबाट आएर नेपालमा पुगिसक्यो मलाई फोन गरेर भयो अब तपाईँ नआउनुहोस् म आफै आएर जसरी मिलाउँछु त्यही भनिदिनुहोस् सायद फाइल नगर्ने भनेर भनिदिनुहोस् म अब अहिले 8-9 बजीतिर पुग्छु आएपछि म फोन गर्छु अनि मलाई लिएर नारायणजीसँग भेटाइदिनुहोस् न म आफै सबै दिदी गर्छु आजै गरिहाल्छु भनेर भन्दै थियो हुन्छ त आउनुहोस् सर मन्त्रालयमा हामी यस्तो कुरा गर्दैनौँ बुझ्नुभयो नि कुरा गर्नु छ काम गर्नु छ मन्त्रालयमा बाहिर अब अहिले म डेरामा छु होइन मन्त्रालयमा हामी किनभने आजकल एकदम बिजी हुन्छु पुरै बिजी हुन्छु मान्छे धेरै बिजी हुन्छ आजकल सर्वहारा खुलेको नि एकदम बिजी हुन्छु फेरि आज म मन्त्रालयमा धेरै टाइम बस्दिनँ भौतिक जानुपर्छ स्वास्थ्य जानुपर्छ कृषि मन्त्रालय जानुपर्छ हजुर बुढा आएपछि फेरि दुःख दिने र 10 दिन हामी बसाइदिने 4 दिन बसाइदिने त्यो मेरो नियत छैन होइन आफ्नो दुःख जुन मान्छेले दुःख गरेछ त्यो मान्छे अर्काको दुःख मात्रै बुझ्छ हामीहरू दुःख गरेको मान्छे दुःख भोगेको मान्छे हो हजुर त्यसले बुढा आएपछि ठिकै छ कुरा गर्ने कहीँ उतै हामीले फोन गरिदिनु त म आइहाल्छु त्यतै ए ल म 9 बजीतिर कति बेला पुग्छ होइन हिजोले हिँडेको नेपालबाट अब अहिले कति बेला पुग्छ मलाई फोन गरेर तपाईँलाई गर्छु कन्ट्याक्ट गर्छु हजुर बुढा आएपछि मलाई फोन गर्नु त्यहाँ म आइपुग्छु ल हुन्छ
हस् हस् हस्। वन राज्य मन्त्री लक्ष्मण महतोको स्वकीय सचिव नागेन्द्र प्रसाद यादव यतिखेर तिनै मुलुकका स्थानीयहरूको 50,000 नगद रुपियाँ लिनाले रङ्ग्या पक्राउपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका छन्। अख्तियारले समेत उनको बारेमा अनुसन्धान जारी रहेको बताएको छ।